हेलो एभ्रिवान, नमस्ते। वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज हजुरहरूलाई मकैको ढिँडो, चम्सुर पालुङ्गोको साग र मिठो गोलभेडाको अचारको रेसिपी लिएर आएको छु। अन्तिमसम्म हेरेर माया गरिदिनु होला। हजुरहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। हजुरहरूलाई चाहिँ कतिको मनपर्छ मकैको ढिँडो र साग? मलाई चाहिँ एकदमै मनपर्छ। मैले त्यसको लागि चाहिँ सागलाई यसरी पखालेर रेडी बनाएर राखेँ। त्यसपछि मैले कराईलाई तताएँ मजाले। कराई तातिसकेपछि चाहिँ मैले त्यसमा तेल एड गरेँ। मैले चाहिँ प्रायः जस्तो सागमा जिरा नै फुराउँछु, त्यही भएर मैले जिरा फुराएँ। जिरा फुराएपछि मैले आलु एड गरेर यसरी मजाले चलाएँ। यो आलु चाहिँ पुरानो आलु हो नि त, त्यही भएर पाक्नलाई एकदमै टाइम लाग्छ। त्यही भएर मैले यसलाई मजाले रातो हुने गरी फ्राई गरेँ। त्यसमा सागलाई एड गरेँ। यता चाहिँ मैले अदुवालाई पनि मसिनो बनाएर पिसेँ। सागमा चाहिँ मैले अदुवा प्रायः जस्तो हाल्छु नै। यसरी अदुवालाई मसिनो बनाएर कुटेपछि मैले यता साग हालेर मजाले चलाएँ। कति धेरै साग त अहिले कति थोरै भयो है। साग त जहिले नै घट्ने नै हुन्छ। यसलाई मजाले यसरी चलाएँ मैले चाहिँ। चलाएपछि चाहिँ यतिको भयो। अनि त्यसमा मैले अघि पिसेर राखेको अदुवालाई पनि एड गरेँ। अदुवालाई एड गरेपछि मैले माथिबाट एउटा टमाटर पनि काटेर एड गरेँ। मलाई टमाटर हालेको साग एकदम मनपर्छ। अनि नुनलाई पनि एड गरिदिएँ। नुन एड गरेपछि यसलाई मैले मजाले चलाएँ। यसलाई मजाले चलाएपछि चाहिँ मैले थोरै पानी हालेर यसलाई छोपिदिएँ। एकछिनपछि मैले अनि यसलाई मजाले आलुलाई चाहिँ म जहिले पनि थिच्छु सागमा। हाम्रो साग चाहिँ यसरी रेडी भयो। साग रेडी भएपछि चाहिँ मैले यता टमाटरको अचार बनाउनुको लागि 2टा टमाटर अनि एउटा रुख टमाटर 18टा टमाटर अनि एउटा मेटर पनि एड गरेँ। यसरी मजाले उमाले यसलाई। यतिको भएर हाम्रो गोलभेडा रेडी भयो। मैले यता सिलौटोमा नुन एड गरेँ। नुन एड गरेपछि चाहिँ यो टिमुरको सोप थियो त्यसलाई पनि एड गरेँ। 2टा लसुनलाई पनि एड गरेँ। लसुनलाई थिचेँ। म चाहिँ धेरै पिरो खाँदिनँ नि त, त्यही भएर एउटा मात्रै अगबरी खोर्सानीलाई पनि यसरी एड गरेँ। त्यसलाई मजाले लस पिसेँ। अनि बास्ना आउँछ भनेर मैले यो धनियाँलाई पनि मजाले पिसेँ। धनियाँ हालेर मैले सिलौटोमा यसरी मजाले पिसेँ। अनि त्यसमा गोलभेडालाई पनि एड गरेँ। गोलभेडालाई पनि एड गरेर मजाले पिसेँ। मैले चाहिँ अचार प्रायः जस्तो सिलौटोमै पिस्ने गरेको छु। अनि लास्टमा चाहिँ मैले एउटा रुख टमाटर पनि उसिनेको थिएँ, त्यसलाई पनि हालेर यसरी मजाले पिसेँ। यसरी मजाले पिसेपछि हाम्रो अचार पनि यसरी रेडी भयो। मैले अचारलाई चाहिँ यसरी कचौरामा खनाएर राखेँ। अनि माथिबाट यसरी धनियाँ छरेँ। धनियाँ छरेपछि चाहिँ हाम्रो अचार यसरी रेडी हुन्छ। एकदमै मिठो भएको थियो अचार चाहिँ। अनि मैले ढिँडोको लागि पानी एड गरेँ। पानी एड गरेपछि यसरी उम्लेपछि चाहिँ थोरै पिठो हाल्नुपर्छ अगाडि ढिँडोको लागि। अनि यसरी पानी उम्लेपछि चाहिँ अरू पिठो हालेर यसरी मजाले ढिँडोलाई चलाउनु पर्छ। ढिँडोलाई चाहिँ पिठोलाई चाहिँ हामीले डल्लो पर्न दिनु हुँदैन। अलि छिटो छिटो चलाउनु पर्छ। डल्ला पऱ्यो भने चाहिँ फेरि पछि पाक्दैन। अनि यतिको भएपछि मैले फेरि पछि पिठो एड गरेँ। पिठो एड गरेपछि फेरि मजाले चलाएँ यसलाई। मैले ढिँडो चाहिँ थोरै नै बनाएको छु, मैले मात्रै खाने भएर।
थोरै ढिँडो बनाउँदा त एकदमै सजिलो हुन्छ, धेरै बनाउँदा चाहिँ धेरै गाह्रो हुन्छ, पाक्न पनि टाइम लाग्छ। अनि यसरी ढिँडो पनि पाकेर रेडी भयो। माउरी पनि मजाले लागेको थियो ढिँडोमा। ढिँडोमा माउरी लागेपछि चाहिँ पाकेको सङ्केत जनाउँछ ढिँडोले। अनि यसरी हाम्रो ढिँडो पनि रेडी भयो। ढिँडोमा यसरी माउरी मजाले लागेको थियो। अनि मैले चाहिँ तातो तातो ढिँडोलाई थालमा यसरी राखेर मजाले गोलभेडाको अचार र सागसँग मजाले खाएँ। हजुरहरूले पनि घरमा यसरी नै बनाएर खानुहोला, एकदमै मिठो हुन्छ। थ्याङ्क यू सो मच वाचिङ फर दिस भिडियो।